बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान 16 लाखको मूल्य सीमा हटाइएको छ। अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र उपकरणमा भन्सार बिन्दुमा महसुल सङ्कलन गरे पश्चात नेपालभित्र यात्रा गर्दा सङ्घ प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट, दस्तुर वा अन्य कुनै महसुल असुल उपर गर्न नपाइने व्यवस्था गरिएको छ। स्टार्टअप व्यवस्थालाई प्रवर्धन गर्न 5 वर्षसम्मको आयकर छुटको व्यवस्थालाई मान्य मन्त्रीज्यू एकैछिन रोकिदिनु होला। म मान्य राजेन्द्र पाण्डेजीलाई 1 मिनटमा आफ्नो कुरा के छ राख्दिनु, म समय दिन्छु। सभामुख महोदय, यति बेला मान्य मन्त्रीज्यू बजेट प्रस्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण विषयहरू, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका यति महत्त्वपूर्ण कुरा सुनाइरहनु भएको छ। प्रतिपक्षी दलको प्रतिपक्षमा रहेका दलहरूको मध्ये एउटा दल अवरोधको अवस्थामा छ, नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ। अनि यो कसरी यो सभा चलाउने हो? यो सभा चलाउने अहिलेको यो तरिका भएन। सभामुख महोदय, यो स्थगित गरेर सहमति गरेर एउटा टुङ्गो गरेर मात्रै अगाडि बढाइयोस्। धन्यवाद। मन्त्रीज्यू अगाडि बढ्नुहोस्।